आज चाहिँ मैले हजुरहरूलाई मैले बनाएको काउलीको तरकारीको रेसिपी सेयर गर्न जाँदैछु। मैले चाहिँ कराई लिएको छु र यसमा तेल राख्छु र तेल तातिसकेपछि मैले यसमा हिङ 5 फोरन राखेको छु र आलु र खुर्सानीलाई राख्छु र बेसार राखेर यसलाई हल्का मिक्स गर्छु। मिक्स गरिसकेपछि यसमा मैले स्वाद अनुसार नुन राखेको छु र जिराको धुलो र धनियाको धुलो पनि राखेको छु र काउलीलाई एड गर्छु। काउलीलाई एड गरिसकेपछि यसलाई मैले राम्रोसँग मिक्स गर्छु र यसमा मैले 1 चम्चा जति गरम मसला राखेको छु र धुलो खुर्सानी पनि राख्छु र अदुवाको पेस्ट पनि राख्छु र यसमा मैले कटिङ गरेको टमाटर पनि एड गर्छु र यसलाई राम्रोसँग मिक्स गर्छु र यसलाई एकछिन पाक्न दिइसकेपछि मेरो काउली फाइनली रेडी भइसकेको छ। थ्यांक यू फर वाचिङ।